सबैलाई नमस्कार। म गोपाल हमाल। देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई स्वागत छ मेरो यो फेसबुक एकाउन्टबाट। तर अहिले राजनीति, नेपालको राजनीतिको हामी बुझ्दै जाँदाखेरि नेपालको राजनीति अहिले प्रतिनिधि सभाको चुनाव हुँदैछ फागुन 21 गते। यो अन्तरिम सरकारले लिएको आफ्नो दायित्व निभाउँदैछ। फागुन 21 गते चुनाव हुँदैछ। तर देश तथा विदेशमा छरिएर बस्ने सम्पूर्ण नेपालीले सकभर विदेशबाट चुनाव भोट हाल्ने सिस्टम बनाइदियो भने चाहिँ हामी विदेशबाट पनि भोट हाल्न सक्छौँ। यति बनाएन भने चाहिँ हामीले आफ्नो आफन्त मान्छेहरूलाई फोन गरेर, आफ्नै आफन्त घर फ्यामिली र आफ्नो इष्टमित्रहरूलाई फोन गरेर नबुझेको मान्छेहरूलाई पनि राम्रोसँग एक्सप्लेन गरेर पनि तपाईँहरूले एकचोटि घन्टीमा भोट हाल्नु होला। अहिले मत बदल्नु होला। किन भनेपछि हामीले लगातार एमाले काङ्ग्रेस माओवादीमा भोट हालेकै छौँ। तर अहिले हालिसकेपछि नि 35-36 वर्षमा एमाले काङ्ग्रेस माओवादीले कुनै पनि अहिलेसम्म काम गरेको छैन नि त। तपाईँहरूलाई थाहा छ, हामीलाई थाहा छ। कति युवाहरू खाडीमा जान्छन्, कति युवाहरू विदेशिनु परेको छ, कति युवा लास जानु परेको छ। देशको त्यस्तो हालत छ। आफ्नो भूभागै बिक्री गरेर नेताहरू पेट पालिरहेछन्। त्यस्तो गर्नुभन्दा हामीले योचोटि राष्ट्रिय स्वतन्त्र पार्टीको आश माने त्यही त पार्टी छ नयाँ अहिले, नयाँ त अरू पनि छन्, दर्ता भएको पनि छन्। तर कि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सबले और 77 जिल्लामा जो राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्छ, उम्मेदवार जो उठ्छ उसलाई भोट हालेर बहुमतको साथ विजय गरेर बहुमतको साथ सरकारमा गएर पनि कुनै पनि काम गर्न सकेन भनेपछि त्यो बेला फेरि अर्को चुनाव बेला हामीले त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि हामीले चालिन सक्छौँ। बदलौँ। देश बन्यो भनेपछि र युवाले रोजगार पायो भनेपछि, जनताको मुद्दा पुरा भयो भनेपछि, जनताको माग र सेवा सुविधा पुरा भयो भनेपछि फेरि अर्को चाहिँ हामीले भोट उसैलाई दिने। यदि कुनै पनि समस्या, जनताको समस्या भएन, भोट पनि समस्या, कुनै पनि समस्या भएन, जनताको सेवा सुविधा भएन, जनताको माग पुरा भएन, जेनजीका मागहरू पुरा भएन भनेपछि अर्कोचोटि चुनाव बेला हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि हामीले चालिन सक्छौँ। थ्याङ्क यू सो मच। धन्यवाद।